बालेनको अर्को साहसिक कदम, एमाले पार्टीको कार्यालय नै खाली गराउने कडा निर्देशन, राजनीतिमा भूकम्प। प्रचण्डको विस्फोटक चेतावनी, पूर्व राजा ज्ञानेन्द्रलाई पहिले नजरबन्द र त्यसपछि सिधै जेल हाल्ने तयारी। चुनावी खर्चको पर्दाफास, समानुपातिक तर्फ रासोपा बन्यो सबैभन्दा धेरै पैसा खर्च गर्ने पहिलो पार्टी। काठमाडौँमा एआई को इन्ट्री, अब ओडाका काम रोबोटले गर्ने। स्मार्ट फागुन 21 को निर्वाचनमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी 2.11 करोड भन्दा धेरै खर्च गरेको तथ्याङ्क सार्वजनिक भएको छ। दोस्रोमा कांग्रेसले 1.96 करोड खर्च गर्दा नयाँ पार्टीको यो खर्चिलो शैलीले राजनीतिक वृत्तमा नयाँ बहस र चर्चा सुरु गरिदिएको छ। अपार्टमेन्टमा सारिए पनि आधारभूत सुविधा नपाएको भन्दै सुकुम्बासीहरूले चरम असन्तुष्टि जनाएका छन्। घर पनि गुमियो, सुविधा पनि पाएनौ भन्दै उनीहरूको सरकारको व्यवस्थामाथि प्रश्न उठाएका छन्। आश्रय दिएर मात्र नहुने भन्दै उनीहरू मानवीय जीवनमा न्यूनतम आवश्यकताको माग गरेका छन्। संसदलाई जनताको पक्षमा प्रभावकारी बनाउन रासोपाले आफ्ना सांसदलाई जौला खेलमा विशेष प्रशिक्षण दिएको छ। कानुनी र नीतिगत सिप विकास गर्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने दाबी गरिएको छ। जनताका मुद्दालाई सदनमा प्रखर रूपमा उठाउन संसदलाई दक्ष बनाउने यो रासोपाको रणनीतिक कदम हो। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 17 ले आर्टिफिसियल इन्टेलिजेन्ट एआई मा आधारित कलबाट सेवा सुरु गरेर इतिहास रचेको छ। अब नागरिकले फोन गर्दा एआईले नै जवाफ दिनेछ। यो प्राविधिक सेवाग्राहीको समय बचाउने र महानगरको स्मार्ट गभर्नेन्स अभियानलाई नयाँ उचाइ पुर्याउने विश्वास गरिएको छ। नेपाली कांग्रेसको देउबा समूहले 7 प्रदेशमा भेला गरेर संगठन सुदृढीकरणको तयारी थालेको छ। कोशी प्रदेशबाट सुरु हुने यो अभियान पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन र आगामी रणनीतिक निर्णयका लागि महत्त्वपूर्ण मानिएको छ। नेतालाई प्रदेश स्तरमै जिम्मेवारी बाँडफाँड गरेर देउबा पक्ष आक्रामक रूपमा उत्रिएको हो। सुकुम्बासीलाई जथाभावी हटाइएको विरुद्धमा श्रम संस्कृति पार्टीले झापामा विशाल आन्दोलन सुरु गरेको छ। गरिबको घाँस र बास खोसिएको भन्दै प्रदर्शनकारीहरूले सडक तताएका छन्। यो आन्दोलनले स्थायी रूपमा स्थानीय प्रशासनलाई ठूलो दबाव दिएको छ भने सामाजिक सञ्जालमा समेत यसको चर्चा चलिएको छ। माओवादी अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाह विरुद्ध कडा टिप्पणी गरेका छन्। पहिले सुरक्षा खोज्ने, त्यसपछि नजरबन्द गर्ने र अन्त्यमा जेल हाल्ने सम्मको चेतावनीले राजनीतिक तरङ्गित भएको छ। राजतन्त्र फर्कने चर्चा बीच प्रचण्डको यो भनाइलाई धेरैले नै निकै अर्थपूर्ण र विवादास्पद रूपमा हेरेका छन्। उपत्यकाका ट्राफिक प्रहरीले एकै दिन 2034 चालकलाई कारबाही गरेर 22,12,000 रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सवारी नियम उल्लङ्घन गर्ने माथि प्रहरी निर्मम रूपमा प्रस्तुत भएको हो। सडक अनुशासन कायम गर्न चालिएको यो कडा कदमले राज्य कोषमा ठूलो योगदान पुर्याउनेछ। बालेन सरकारले सार्वजनिक जग्गा हडपेको भन्दै नेकपा एमाले पार्टीका कार्यालय खाली गर्न कडा निर्देशन दिएको छ। निर्देशन लगत्तै एमाले धमाधम कार्यालय सार्न सुरु गरेको छ। शक्तिको दुरुपयोग गर्ने जोसुकै भए पनि नछाड्ने बालेनको यो शैली सर्वसाधारणको निकै ठूलो समर्थन पाएको छ। बाराको निजगढी स्थित गुरुङ होटलमा 19 वर्षीय युवती सीता थिङ मृत्यु फेला परेपछि स्थानीय त्रसित छन्। हत्याको आशंकामा प्रहरीले 3 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। यो रहस्यमय घटनाले होटलहरूको सुरक्षा व्यवस्था र अपराधिक क्रियाकलाप बारे गम्भीर प्रश्न खडा गरिदिएको छ। अर्थमन्त्री डाक्टर सोडेम वाग्लेले रासपाको बाचापत्रलाई न्याय गर्ने गरी समावेशी बजेट ल्याउने घोषणा गरेका छन्। आगामी जेठ 15 गते आउने बजेटले सबै क्षेत्रलाई समेट्ने र जनताको वास्तविक समस्या समाधान गर्ने उनको दाबी छ। नयाँ पार्टीको अर्थमन्त्रीबाट जनताले ठूलो परिवर्तनको आशा राखेका छन्। ललितपुरको स्टाफ कलेजमा आयोजित सक्षम सांसद सशक्त सांसद परीक्षणको अर्थमन्त्री वाग्लेले उद्घाटन गरेका छन्। राष्ट्रपाका सांसदले संसदीय प्रक्रिया र नीति निर्माणमा पुख्त बनाउन 2 दिने कार्यक्रम आयोजना गरिएको हो। यसले संसदमा नयाँ दलको उपस्थिति अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ। विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि बालेनले पीएचडी अनिवार्य र कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने
मापदण्ड तोकेका छन्। शिक्षा क्षेत्रमा हुने दलीय भागभण्डा अन्त्य गर्न चालिएको यो कदमलाई शिक्षाविदहरूले ऐतिहासिक भनेका छन्। बालेनको यो बोल्ड निर्णयले विश्वविद्यालयका सुधारको आशा जागिएको छ। जग्गाधनी प्रमाण पूर्जा वितरणमा नीतिगत अन्यल र प्रशासनिक ढिलासुस्ती बाधक बनिएको पूर्व अध्यक्ष पन्तले बताएका छन्। राजनीतिक अस्थिरताका कारण सुकुम्बासीको समस्या समाधान हुन नसकेको उनको दाबी छ। स्थिर आयोग बनेमा मात्र भूमिहीनका समस्या दीर्घकालीन रूपमा हल हुने उनको विश्लेषण रहेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले न्यायालयमा दलीय भागभण्डा अन्त्य गर्ने बालेनको कदमको खुला प्रशंसा गरेका छन्। बालेनजी, भागभण्डा तोड्ने तपाईको साहसिक कदममा मेरो पूर्ण समर्थन छ भन्दै थापाले बालेनको अभियानलाई समर्थन जगाएका छन्। मलेसिया पठाउने नाममा ठगी गर्ने जाउला खेलको मुन म्यान पावरमा श्रम मन्त्रालयको छापा मारेको छ। 437 थान राहदानी र बिना रसिदको 7,90,000 नगद बरामद भएपछि कम्पनी सिल गरिएको छ। मन्त्रीको सचिवालयले 24 घण्टा गुनासो सुन्ने र कारबाही गर्ने सक्रियता देखाएको छ। नेपालमा 2.5 अर्बको लगानीमा टियर 4 हाइपर स्केल डाटा सेन्टर स्थापना हुँदैछ। चोबार र वीरगञ्जमा निर्माण हुने यो सेन्टरले बैंक र दूरसञ्चार क्षेत्रलाई उच्च विश्वसनीय सेवा दिनेछ। नेपाली उद्यमीहरूको पूर्ण लगानी रहेको यो प्रोजेक्टले नेपाललाई डिजिटल युगमा नयाँ उचाइमा पुर्याउनेछ।